नमस्ते सम्पूर्णमा। आज अनि मेरो आज के गर्न लाग्यो? दुईटा छोराहरूको सानो मुमाङ लिएर आएको छु। सबैले माया गरिदिनु होला। अनि उनीहरूलाई चाहिँ शनिबार आउनु हुँदैन कि शनिबार आउने बित्तिकै उनलाई कि मोमो पकाइदिनु पर्छ कि उनीहरूले भनेका भेराइटी चिजहरू चाहिँ उनीहरूलाई बनाइदिनु पर्छ कि। अनि आज चाहिँ मोबाइलमा खालि मुमाङ गरेको भिडियोहरू हेर्ने कि मेरो बाबुहरू। अनि आज मुमाङ गर्ने मम्मी भन्दै थियो कि बाबुहरू। अनि आज नगर्ने नि त, मलाई सन्चो छैन भनेको। अनि कि मुमाङ गर्ने कि त मलाई मोमो बनाइदिनु भन्न थाले। अनि नजिकैको पसलमा गएको रारा चाउचाउ खोज्न, रारा चाउचाउ पनि नरहेछ कि। अनि दुईवटा भयो चाउचाउ लिएर आएर अनि दुईवटा अन्डा लिएर आएँ। अनि उनीहरूलाई दुईवटा अन्डा र दुईवटा चाउचाउ बोइल गरिदिएर अनि मुमाङ गर्न थाले कि उनीहरू। आजभोलिको केटाकेटी पनि के जानेगा दादा होइन ल त्यही बस कहिले के भन्छन्, कहिले अब भाइ के भएको सेकेन्ड भएको नि भाइ गाह्रो। ल भाइ गीत गाएर सुनाइदेऊ अब एउटा ल मुमाङ पनि नगरिनु ल भएको। अब भाइ हारेपछि एउटा गीत गाउने भनेको कि हैन नहुने कि हो नि ल गीत गाइदेऊ एउटा कि त उनीहरूले भनेको कुराहरू खुवाउनु पर्ने। ल मुख निलेर ल भन कुन गीत गाउँछौ? उपद्रो गरेर घरमा लगाऊ छोराछोरी नहुँदा सुनसान हुने, हुँदा चाहिँ उपद्रो गरेर मान्छेले देख्दा सुन्दा चाहिँ दुईवटा छोरा त नि भन्छन्। ती दुईवटा छोरा पनि उनीहरूको जोडले सुन्निएन चित्त बुझाउन साह्रै गाह्रो नि। त्यही दुईवटा बच्चालाई हेर्न पनि फिल्म हेरे जति नै हुने। अनि गाह्रो नि हो, गाह्रो यो बच्चा हुने मामुहरूलाई चाहिँ साह्रै गाह्रो नि। राम्रोसँग गीत गाउन ल छिटो उस्तै ल तिनीहरूको गफ। दुईजना दाजुभाइ बसेछन्, खान्छन्, कहिले के भन्छ। बच्चा बेलामै रमाइलो कि, रुन नि पाइयो, बोल्न नि पाइयो, जे भने नि पाइयो।